यहाँहरु सबैलाई हार्दिक स्वागत छ। नमस्कार छ। म दिनेश महत्रा छेत्री। आजको भिडियोमा मैले तपाईहरुलाई डिजिटल मार्केटिङ कि फिजिकल मार्केटिङ यो विषयमा कुराकानी गर्दै छु। आफूले देखेको भोगेको कुराहरु र आफूलाई प्रत्यक्ष रूपमा फाइदा भएको कुरा समेत जोडेर तपाईलाई मेरा अनुभवहरु तपाई समक्ष सुनाउने छु। सामान्यतया हामीले आजभोलि बजारमा डिजिटल मार्केटिङ पनि गरिरहेका देखा छौं, फिजिकल मार्केटिङ पनि गरिरहेका देखा छौं। तर दुवैका आफ्ना फाइदा छन्, दुवैका आफ्ना बेफाइदा छन्। आज भन्दा 2 वर्ष पहिले मैले डिजिटल मार्केटिङको माध्यमबाट 2 महिनाको अवधिमा 3 लाख सम्म कमाएको रेकर्ड पनि छ। मैले मात्र हैन, आजको यो दुनियामा नेपालमै बसेर, नेपालको दूरदराजमै बसेर पनि धेरै पैसा कमाएको काठमाडौँमै अथवा शहरी इलाकामै घर घडेरी किनेरको पनि हामीले देखिरहेका छौं। तर डिजिटल मार्केटिङ के हो, फिजिकल मार्केटिङ के हो, तपाईले जानिसक्या पनि हुन सक्नुहुन्छ र कति यो विषयमा अनजान पनि हुन सक्नुहुन्छ। उहाँहरुको लागि पहिला डिजिटल मार्केटिङ भनेको के हो, फिजिकल मार्केटिङ भनेको के हो भनेर बुझ्नु पर्ने हुन्छ। विशेष गरेर हामीले व्यापार गर्ने सिलसिलामा, हाम्रो सेवा, हाम्रो सरसामानहरु बिक्री गर्ने सिलसिलामा यदि हामीले सोशल मिडियाको प्रयोग, वेबसाइटको प्रयोग, इन्टरनेटको प्रयोग गरेर व्यापार गरिरहेका छौं भने त्यो भनेको हाम्रो डिजिटल मार्केटिङ हो। त्यसका अलावा हामीले पम्पलेट होला, होर्डिङ बोर्डहरु होला, रेडियो टेलिभिजनमा शो गरेर होला, प्रदर्शनी मार्गमा शो गरेर होला, अथवा एउटा स्टोरमा हामीले प्रत्यक्ष रूपमा फिजिकल चीजहरुलाई, फिजिकल गुड्सहरुलाई बेचिरहेका छौं भने त्यो भनेको फिजिकल मार्केटिङ हो। अब फिजिकल मार्केटिङ र डिजिटल मार्केटिङ गरिरहँदाखेरि अथवा तपाईले कुनै पनि एउटा व्यापार गर्न चाहनुहुन्छ, कुनै पनि सेवा प्रदान गर्न चाहनुहुन्छ भने अहिलेको यो 21औं शताब्दीमा कस्तो किसिमको स्ट्र्याटेजी तपाईले अपनाउने त? अब म फिजिकली मार्केटिङ गर्छु, फिजिकली व्यापार गर्छु, फिजिकली मैले आम्दानी गर्छु, फिजिकली मेरो गुजारा अपनाउँछु भन्न चाहनुहुन्छ कि तपाईले यो भन्दा माथि उठेर डिजिटल मिडियालाई मैले प्रयोग गर्छु, सोशल मिडियालाई मैले प्रयोग गर्छु, इन्टरनेटलाई प्रयोग गरेर मैले छोटो समयमा आफूले चाहेको आम्दानी गर्न चाहन्छु भन्न चाहनुहुन्छ? यो तपाईको आफ्नो विचार कुरा हो। तर पनि तपाईले कुनै पनि गुड्स र सर्भिसको मार्केटिङ गर्न चाहनुहुन्छ, तपाईँ व्यापार गर्दै हुनुहुन्छ भने तपाईले दुवै स्ट्र्याटेजीलाई अपनाउनु पर्ने हुन सक्छ। त्यसो गर्नुभयो भने तपाईको फिजिकली व्यापार गर्दाखेरि, फिजिकली मार्केटिङ गर्दाखेरि तपाईको जो तपाईको नजिकै रहेका व्यक्तिहरु छन्, इन्टरनेटको पहुँचमा छैनन् अथवा वृद्ध अवस्थाका छन्, तपाईले सजिलै विश्वास दिलाउने खालका मान्छे छन् भने उनीहरुलाई फिजिकल मार्केटिङ सही हुन सक्छ। तर अहिलेको दुनियामा नेपाल जस्तो विकासोन्मुख देशमा पनि यहाँ भएका विभिन्न शहरी इलाकामा डिजिटल मार्केटिङले एकदमै राम्रो किसिमको एउटा मार्केट लिइरहेको छ। हिजो बिहान फिजिकल मार्केट गरिरहेका, फिजिकल रूपमा व्यापार गरेका मान्छेको तुलनामा आज डिजिटल मार्केटिङ गरेका मान्छेहरूले मनकै आम्दानी गरिरहेका छन्। डिजिटल मार्केटिङ गर्नको लागि तपाई शहरको ठूलो स्टोरमा बस्नुपर्ने छैन, तपाईले ठूलो स्टोर लिनुपर्ने छैन, ठूलो धनराशि खर्च गर्नुपर्ने आवश्यक छैन। तपाईले इन्टरनेटको पहुँच हुनु पर्यो। देशको अथवा विश्वको जुनसुकै कुनामा भए तापनि आफ्नो सामान र सर्भिसलाई बेच्न सक्नुहुन्छ, सेल गर्न सक्नुहुन्छ। यसो गरिरहँदाखेरि तपाईले टार्गेटेड पिपुलसम्म तपाईको सामान सजिलै पुग्न सक्छ। अहिले हामीले फेसबुक देखिरहेका छौं, टिकटक देखिरहेका छौं, ट्विटर देखिरहेका छौं, गुगल देखिरहेका छौं, वेबसाइट देखिरहेका छौं। यिनीहरुको माध्यमबाट हामीले प्रदान गर्ने सेवा, हामीले बेच्ने वस्तुहरुलाई निश्चित उमेर समूहमा पनि टार्गेट गर्न सक्छौं, निश्चित लिङ्गमा पनि टार्गेट गर्न सक्छौं, निश्चित जियोग्राफिक एरियामा पनि टार्गेट गर्न सक्छौं। जस्तो कि तपाई काठमाडौँको 3 कुनेमा बसेर प्युठानको कुनै एउटा शहरी भागलाई मात्र टार्गेट गर्न सक्नुहुन्छ। तपाई जुम्लाको कुनै एउटा गाउँपालिकामा बसेर काठमाडौँको कुनै एउटा ठाउँलाई मात्र टार्गेट गर्न सक्नुहुन्छ। अथवा तपाईले नेपालमा मात्र नभएर नेपालको कुनै एउटा कुनामा बसेर तपाईले विश्वको जुनथेकै ठाउँमा तपाईले सेवा दिन सक्नुहुन्छ। हामीले कोभिड-19 को एउटा तीतो यथार्थ छ। यसमा त्यतिबेला सबै विद्यालयहरू बन्द थिए, कुनै पनि सेवाहरू हामीले फिजिकली दिन सक्ने अवस्था थिएन। त्यतिबेला जुम आयो, गुगल मिट आयो, आइसकेको थियो त्यो भन्दा पहिले आउन त। तर
अत्याधिक रूपमा प्रयोग भयो। त्यसले गर्दा अहिले लोकसेवा पढाउने इन्स्टिट्युटहरू धेरै छन्। विभिन्न किसिमका डिजिटल्ली सिक्ने सिपहरू, फोटो एडिटिङ, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ होला, वेबसाइट डेभलपमेन्ट तालिम होला, लगायतका धेरै तालिमहरू अहिले अनलाइनकै माध्यमबाट दिइरहेका छन् र त्यस्ता दिने व्यक्तिले, त्यस्ता दिने इन्स्टिट्युसनहरूले मनग्गी आम्दानी गरिरहेका छन्। अब हामीले कस्तो किसिमको व्यापार गरिरहेका छौँ त? गुड्सै बेचिरहेका छौँ भने पनि हामीले हाम्रो सानो एरियालाई मात्र कभर गरेर गऱ्यौँ भने हामीले आम्दानी गर्न सक्दैनौँ। हामीले देखिरहेका छौँ नि, आजभन्दा 10 वर्ष पहिले नै सामान बेचिरहेका छन्, एउटा स्टोरमा राखेर सामान बेचिरहेका छन् र पनि उनको अवस्था जहाँको त्यही छ। तर हिजो भर्खर सुरुवात गरेका अल्लाहरे केटाहरूले किन सुरु नगरून्? उनले नै सुरु गरे पनि उनको व्यापार आज बढिरहेको छ। उनले आम्दानी गरिरहेका छन्। काठमाडौँ जस्ता सहरी इलाकामा, पोखरा जस्ता सहरी इलाकामा उनले घर घडेरी किनिरहेका छन्। उनको लाइफस्टाइल बदलिएको छ। उनीहरू कारमा हिँड्छन्, उनीहरू बुलेट बाइकमा हिँड्ने भइसकेका छन्। तर चाहिँ 10 वर्ष पहिले, 20 वर्ष पहिले जुन किसिमले एउटा फिजिकल व्यापार गरिरहेका थिए, उनीहरूको अवस्था भनेको खासै परिवर्तन भएको हामीले देख्दैनौँ र उनीहरूको लाइफस्टाइल नै चेन्ज भएको छ। अब हामीले कुनै पनि व्यापार गर्दैछौँ भने कुन स्ट्राटेजी अपनाउने त? फिजिकली व्यापार गर्ने कि डिजिटली व्यापार गर्ने? डिजिटली व्यापार गर्नको लागि तपाईसँग इन्टरनेट हुनु पर्यो, तपाईसँग सोसियल मिडियाको नलेज हुनु पर्यो र तपाईसँग इच्छा शक्ति हुनु पर्यो। तपाईसँग सर्भिस र गुड्स के छ दिन सक्ने त्यो हुनु पर्यो। तपाईसँग कुनै पनि कुरा भएन भने तपाईले सेल गर्न सक्नुहुन्न, बेच्न सक्नुहुन्न, तपाईले टार्गेटेड पिपुलसँग पुर्याउन सक्नुहुन्न। तर पनि यदि हामीले अथवा तपाईले जोसुकै व्यक्ति होस्, थर्ड पर्सन होस्, तपाईँ हामी सबै हौँ, हामीले आफ्नो सर्भिसलाई चाहेको व्यक्तिसँग पुर्याउने हो, एकैपटक धेरै व्यक्तिसम्म पुर्याउने हो भनिसकेपछि हामीले डिजिटल व्यापार पनि सुरु गर्नुपर्ने हुन्छ, फिजिकल व्यापार सँगसँगै। त्यसो गरियो भनिसकेपछि हामीले दुवै किसिमका मोटिभ भएका मान्छेहरूसँग पुर्याउन सक्छौँ। काममा एकदम व्यस्त भएका व्यक्तिसम्म चाहिँ पनि हामीले पुर्याउन सक्छौँ। आज धेरै मान्छेहरू काममा, सहरी इलाकामा धेरै व्यस्त छन्। त्यस्ता मान्छेको घरमै हामीले सर्भिस पुर्याउन सक्छौँ, गुड्सहरू पुर्याउन सक्छौँ, सरसामानहरू पुर्याउन सक्छौँ। त्यो भयो भने क्लाइन्टलाई पनि फाइदा भयो, कस्टमरलाई पनि फाइदा भयो, कन्ज्युमरलाई पनि फाइदा भयो र हामी व्यापार गर्ने मान्छेलाई पनि फाइदा भयो। यो कुरा हामीले मध्यनजर गऱ्यौँ भनिसकेपछि आजको दुनियाँमा हामीले छोटो समयमा राम्रो आम्दानी गर्न सक्छौँ। तपाईँलाई एउटा उदाहरण दिउँ। सोसियल मिडियाको रूपमा हामीले प्रयोग गरिरहेको फेसबुकमा तपाईँले 5,000 देखि 10,000सम्म रुपियाँ खर्च गरेर विज्ञापन गर्नुभयो भनिसकेपछि तपाईँको गुड्स अथवा सर्भिस कम्तीमा पनि 1 लाख जनासम्म पुग्छ। 1 लाख जनामा पुग्नको लागि तपाईँले वर्षौं कुर्नु पर्दैन। यदि तपाईँले फिजिकल व्यापार गर्नुहुन्छ भने तपाईँको पसलमा 50 जना मात्र लाइन लाग्यो भने पनि तपाईँको पसल भरिन्छ। तर अनलाइनमा अथवा सोसियल मिडियाको माध्यमबाट तपाईँले व्यापार गर्नुभयो, विज्ञापन गर्नुभयो भनिसकेपछि तपाईँले धेरै मान्छे सामु आफ्नो गुड्स र सर्भिसलाई पुर्याउन सक्नुहुन्छ, लाखौं जनासम्म पुर्याउन सक्नुहुन्छ। लाखौं जनामा तपाईँले पुर्याए तापनि तपाईँले सबैलाई सर्भ गर्न सक्ने, सबै समक्ष तपाईँको सेवा पुर्याउन सक्ने, सबै समक्ष तपाईँको वस्तु पुर्याउन सक्ने तपाईँको क्षमता नहुन सक्छ। तर लाखौं जनाले प्राप्त गरे तापनि, लाखौं जनाले तपाईँको सर्भिस हेरे तापनि तपाईँको इन्ट्रेस्टेड भनेको कम्तीमा पनि 5 देखि 10,000 त अवश्य हुन्छन्। 5 देखि 10,000 मध्ये इन्ट्रेस्टेड भए तापनि कसैसँग पैसा हुँदैन, कसैसँग समय हुँदैन, कसैसँग तपाईँको डिजिटली मार्केटिङ गर्ने क्षमता हुँदैन, कसैसँग अनलाइन टुल्सहरू हुँदैन, जस्तो ई-सेवा हुँदैन, खल्ती हुँदैन, त्यसलाई किन्न सक्ने क्षमता हुँदैन, मोबाइल ब्याङ्किङ हुँदैन, सामाजिक सञ्जाल मात्र भएर भएन हैन। त्यसले गर्दाखेरि 5,000 इन्ट्रेस्टेड हुन्छन्, तर अनेक कारणले तपाईँको सामान किन्ने 5,000 ले नभएर 2,500 ले सामान किन्न सक्छन्। 2,500 लाखौंसम्म पुग्यो, तर 2,500 ले तपाईँको सामान किने भने तापनि अब तपाईँले हेर्नु त छोटो समयमा कति धेरै जनासम्म चाहिँ तपाईँको सर्भिस बेच्नुभयो। तपाईँले 10,000 रुपियाँ फिजिकल रूपमा व्यापार गर्दाखेरि, फिजिकल्ली मार्केटिङ गर्दाखेरि कमाउनुहुन्थ्यो भने तपाईँले अब अनलाइनबाट मार्केटिङ गर्दाखेरि, डिजिटली मार्केटिङ गर्दाखेरि छोटो समयमा चाहिँ लाखौं आम्दानी गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले मात्र के ख्याल गर्नुपर्छ भने तपाईँले बेच्ने सर्भिस अथवा गुड्सहरूको क्वालिटी एकदम राम्रो हुनु पर्यो र इन टाइम हुनु पर्यो। मान्छेले आज अनलाइनबाट बुकिङ गरिरहेको छ त कुनै पनि सामान, तपाईले अनलाइनबाट कुनै पनि सर्भिस तपाईबाट चाहन्छ भने तपाईले 10 दिन लागेर दिनुभयो भने तपाई समक्ष नआएर अर्को व्यक्तिसम्म आउँछ। किनकि आज यहाँ पनि यो अनलाइन मार्केटिङमा पनि एकदम प्रतिस्पर्धा छ। प्रतिस्पर्धाले गर्दाखेरि राम्रो सेवा
तपाईँ हामी जो कहिले पनि पायौँ भने हामी एउटा व्यक्तिलाई छोडेर अर्को व्यक्तिमा हामी मुभ हुन्छौँ र हामी मात्र होइन, जुन पनि व्यक्तिले छोटो समयमा राम्रो सेवा, गुणस्तरीय सेवा प्राप्त गर्न चाहन्छन् त्यसले गर्दा पनि तपाईँले इन टाइम यता क्वालिटीयुक्त गुड्स अथवा सर्भिस दिन सक्नुभयो भने तपाईँकै समक्ष हामीलाई मान्छे आएको देख्न सक्छौँ, तपाईँकै व्यापारमा लाइन लागेको देख्न सक्छौँ, फिजिकल्ली मात्र होइन अनलाइनमा पनि। हामीले आज दराज देखिरहेका छौँ, अलिबाबा देखिरहेका छौँ, चलिरहेका हाम्रो बजार देखिरहेका छौँ। यस्ता विभिन्न किसिमका प्राइमरी गुड्सहरू र जुन सेकेन्डरी चिजहरू, सेकेन्डरी गुड्सहरू चाहिँ बेचेको हामीले देखिरहेका छौँ। तपाईँसम्म चाहिँ कुनै पनि सेकेन्ड ह्यान्ड वस्तु छ भने तपाईँले त्यहाँ सजिलै बेच्न सक्नुहुन्छ। तपाईँले घरमै त्यसलाई थन्का राख्नुपर्ने अवस्था छैन। मानौँ कि तपाईँसँग तपाईँले पढ्ने बेलाका बुकहरू छन् भने ती बुकहरूलाई आवश्यक छैन भने दोस्रो व्यक्तिलाई आवश्यक हुनसक्छ, तिनलाई तपाईँले सस्तो मूल्यमा दिन चाहनुहुन्छ भने सेकेन्डरी मार्केट पनि छन् जहाँ तपाईँले सस्तो मूल्यमा दिनुहुन्छ र तपाईँले टार्गेटेड पिपुलसम्म पुर्याएर छोटो समयमा तपाईँले आफ्नो भएको गुड्सहरू बेच्न पनि सक्नुहुन्छ। यसले गर्दाखेरि अब मार्केटिङ गर्ने विभिन्न स्ट्राटेजी छन्, तपाईँलाई मलाई भन्दा बढी थाहा छ। तैपनि हामीले डिजिटल मार्केटिङ किन नगर्ने, डिजिटल्ली हामी किन मुभ नहुने त, सधैँभरि फिजिकल नै बस्ने त, सधैँभरि हामीले आफ्नो सामान लगेर गाउँ गाउँ जाने त, जहाँ कि मान्छे आफै खोज्दै जाने त होइन होला नि त। अब त हाम्रो मार्केटमा सोसियल मिडियाको माध्यमबाट, वेबसाइटको माध्यमबाट हाम्रो अनलाइन सपमा मान्छे खोज्दै आउने तरिकाले बनाउने पो हो कि भनेर हामीले लाग्यौँ भनिसकेपछि छोटो समयमा राम्रो आम्दानी गर्न सक्छौँ। यद्यपि हामीले कस्टमरहरूलाई, कन्ज्युमरहरूलाई विश्वास दिलाउन सकियो, समयमै सेवा सुविधाहरू प्रदान गर्न सकियो, सस्तोमा प्रदान गर्न सकियो भनिसकेपछि हामीले छोटो समयमा राम्रो आम्दानी गर्न सक्छौँ। आज हामी फेसबुक चलाइरहेका छौँ, नराम्रा चिजहरूलाई स्क्रल गरिरहेका हुन्छौँ, च्याटमा व्यस्त भएका हुन्छौँ। हामीसँग आज हाम्रो व्यापार के हो कस्तो भनेर चिनारी गर्नलाई वेबसाइट छैन भनिसकेपछि पनि मान्छेलाई अप्ठ्यारो महसुस हुन्छ कि कतै भन्ने महसुस गरिरहेका छौँ। जस्तो कि बजारमा सुन पसल कहाँ पाइन्छन् भन्ने थाहा पाउनको लागि हामीले अब ठुलो बजारमा यसरी हेर्दै जान पर्ने अवस्था नआओस् कि हामीले गुगलमा अथवा कुनै एउटा ब्राउजरको सहायताबाट अथवा वेबसाइटको माध्यमबाट हामीले सुन पसल इन काठमाडौँ, सुन पसल इन पोखरा, सुन पसल इन विराटनगर भनेर खोज्यौँ भनिसकेपछि पनि हामीले के गर्न सक्छौँ भन्दाखेरि छोटो समयमा टार्गेटेड पर्सनसँग, टार्गेटेड बिजनेससम्म हामी जान सक्छौँ। त्यसले गर्दाखेरि दर्शक महानुभाव, तपाईँले यो भिडियो हेरिरहँदाखेरि अब तपाईँ फिजिकल्ली मार्केटिङ गर्दै हुनुहुन्छ, फिजिकल्ली व्यापार गर्दै हुनुहुन्छ भने अब तपाईँ मुभ हुनुहोस् है, किनकि तपाईँभन्दा पहिले कोही मुभ भइसकेको छ भने अब त्यसले प्रगति गर्ने बाला छ। तपाईँ पुरानै अवस्थामा हुनुहुन्छ, तपाईँले हिजो गरेका गल्तीहरू आज पनि दोहोऱ्याउनु भयो, हिजो गरेका व्यवहारहरू आज पनि गर्नुभयो भने तपाईँ हामी कसैले पनि उन्नतिको बाटोमा जान सक्दैनौँ, प्रगतिको बाटोमा जान सक्दैनौँ। त्यसले गर्दाखेरि अब तपाईँ फिजिकली व्यापार गर्नुभएको छ भने डिजिटली मुभ हुनुहोस्। डिजिटली मुभ हुनुभयो भने तपाईँले चाहेको व्यक्ति समक्ष चाहेको समयमा तपाईँले व्यापार गर्न सक्नुहुन्छ। फिजिकली व्यापार गरिरहँदाखेरि तपाईँले धेरै समय कुर्नुपर्ने हुन्छ, धेरै कस्टमरलाई कुर्नुपर्ने हुन्छ। तर डिजिटली गर्नुभयो भने कस्टमर तपाईँसँग चाहिँ खोज्दै आउँछन्, तपाईँको व्यापार बढ्दै जान्छ। त्यसले गर्दाखेरि एक कुरा तपाईँलाई जानकारी गराउँछु र बाँकी केही जानेका कुराहरू तपाईँसँग चाहिँ फेरि सेयर गर्नेछु र तपाईँलाई यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो, अब म फिजिकल व्यापार गर्दैछु भने डिजिटल व्यापारतिर मुभ हुने अथवा गरिरहेको डिजिटल व्यापारलाई अझ राम्रो गराउने। डिजिटली व्यापार गरिरहँदा पनि केही स्किलहरू छन्, हामीले पुर्याउने सेवा सुविधा टार्गेटेड पिपुलसँग, टार्गेटेड ठाउँमा पुर्याउनको लागि पनि केही टेक्निकल स्किल जान्नुपर्ने हुन्छ। त्यो डेभलप गर्ने, प्लस कम्युनिकेसन स्किल डेभलप गर्ने, प्लस नेटवर्किङ स्किल डेभलप गर्ने हो कि अथवा योभन्दा बाहेक सेल्स स्किल डेभलप गर्ने हो कि त्यो डेभलप गर्नतर्फ लाग्नुपर्छ। चाहे तपाईँ डिजिटली व्यापार गर्नुहोस्, चाहे तपाईँले फिजिकली व्यापार गर्नुहोस्। आजलाई यति भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।